खिच्यो निकालेर आएको मैले यति बेला विपिनको ब्यासमा काम दिन्छ केही हुन्न सर हामीले गाडी सर्भिसिङ गरे नि इन्जिन सर्भिसिङ गर्दिनौँ नि त इन्जिन बिग्री मात्रै छ टाउ काटे लाटो फिलहाल अझै माथि होइन र बराबर गरौँ कसो गराउने यो तेल ठिक्क पारे हौ निकाल लियो हुन्छ जात्रै पर खानसान नलाग्यो
पुत्र लाभा मर्नुहुन्छ है के हो सौभाग्य देखायो 9 महिना कोखा 10 धारा दुधले धरतीमा टेकायो छैचीको रातमा अनिदो बसी यस तल गएर ठ्याक्क रोकिनु मैले उडाउँछु त्यहाँ तल गएपछि दुला दाग सबै यहाँ छन् अब दुला दाग के हो अरू सबै पुतलीकी सैना हुन् उनी बसेकी छन् मायाको जालबोनी शिरफुल सिराको शिरफुल सिराको मेरो मायालु गुल्मीतिराको सैना हुन् उनी बसेकी छन् मायाको जालबोनी शिरफुल सिराको शिरफुल सिराको मेरो मायालु गुल्मीतिराको शिरफुल सिराको मेरो मायालु गुल्मीतिराको जिपमा ठिक छ कि जिपमा
त तिम्रै मायाले तानेर आए मलाई माया गर्छौ भन्ने जानेर आए म त तिम्रै मायाले तानेर आए मलाई माया गर्छौ भन्ने जानेर आए तिमी माना या नमाना म त तिम्रै विश्वास मानेर आए तिमी माना या नमाना म त तिम्रै विश्वास मानेर आए रथ हो भन्छन् जिन्दगी त गुडौ मिलेर रथ हो भन्छन् जिन्दगी त गुडौ मिलेर चङ्गा जस्तो भएगो मन उडौ मिलेर म त तिमीलाई लाखौँमा छानेर आए मलाई माया गर्छौ भन्ने जानेर आए तिमी माना या नमाना म त तिम्रै विश्वास मानेर आए तिमी माना या नमाना म त तिम्रै विश्वास मानेर आए भन्छन् पिराती त फुलौ मिलेर फुल हो भन्छन् पिराती त फुलौ मिलेर साँचो अर्थ मायाको फुलौ मिलेर म त तिमीलाई संसार ठानेर आए मलाई माया गर्छौ भन्ने जानेर आए तिमी माना या नमाना म त तिम्रै विश्वास मानेर आए तिमी माना या नमाना म त तिम्रै विश्वास मानेर ल छाताबाट ल यता ओए बहिनी होइन हुन्छ
अगाडि बढ्दै गर्ने याद होइन प्रकाश रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग मनको ढुकीमा महसुस गर तिम्रो छाया पनि तिम्रै वरपर छुनी तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग तिमी हुँदा लाग्छ मलाई संसार मेरो जस्तो तिमीलाई नदेख्दा केवल एक पल तिमीलाई नदेख्दा केवल एक पल लाग्छ धेरै जस्तो महेश्वर स्वस्ति चायो धर्म स्वस्ति कानी छ पानी प्रभु हत्या समानी छ तानी सर्वै नसक्नु पर्दछ बुढाले पढ खिच्दै भनेको तथा लोका बुढी औँठी समाएर लिएर जान्छ अब त्यो पिर्का यता अर्कोबाट बाहिरको बाहिर बाबा श्री प्रसन्न भाव परदो बाबा छन् सिन्द्रौलो ए भाइ सिन्द्रौलो हो बाबा देवाय नमः कानी गंगा चतान्ति पानी संकरामी नमस्कार एउटा फर्केर छोडा भेट्यो मेरो निवास संगतता ओम गणानन्त्वा गणपति गुंगावामहे प्रियाणान्त्वा प्रियपति गुंगावामहे निधीनान्त्वा निधिपति गुंगावामहे वसु रामरोषमुखमा शिवाहुराजन्यहात्रितः भूमि तदस्य गद्वस्याः पद्यागु शूद्रो अजायतः वनस्पतिरसद्भूतो गन्धाढ्यो गन्धोत्तमः अग्रे सर्वदेवानां धूपो यन्त्रक्रियतान् उहाँलाई बत्ती सक्दैन कहाँ छ चन्द्रमा मनसो जातशो सूर्यो अजायतः श्लोकार्धवायुसप्तानश्च सार्जं च भक्तसंयुक्तं बन्धिनां नियुक्तं मया दीपं गृहाणं त्रैलोक्यति निरापः
शरद गरी चन्द्र खुलेर साधन शिवजीलाई ओम ध्याये नित्यमय चन्द्रतटी निवम चारुचं रावत अंशं रत्नाकल प्रज्वलांगं परशुमितवरावित्यस्तं प्रसन्नं पद्मासीनं समन्तातिष्ठितममरगणव्याघ्रं विश्वाद्यन्ति सुगन्धं निर्भयारं पाण्डवस्त्रं त्रिनेत्रं त्यसरी हामीले खान्छौँ खानु पूजा त्यसो गरेर सहस्रची देखाएको अब त फुल त्यही खानु फुल यसमा लानु चाहिँ हो जौनाको पनि त्यसमा लानु हो थोरै छ नि यहाँ त सधैँ पनि त्यसमा राख्नु ल अब अचानक राख्ने पैसा बल्ल ल्याउनु छ तपाईँले जति राख्नुहुन्छ त्यसको डबल बिल राख्नु ओम सहस्र श्रीरेखा लाबारा दुगो जस्तै फैलियोस् भन्ने लाबारा दुगो भनेको फैलिने चिज भएको हुनाले त्यसलाई चाहिँ पूजा गर्न बाबाय नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवतराय च तत्पुरुषाय विद्महे मनलाई कसरी मनलाई कसरी बिर्सन्छु संसार तिमी हुँदा काखैमा जिन्दगी देख्छु तिम्रो बिर्सन्छु संसार तिमी हुँदा काखैमा जिन्दगी तिमी देख्छु अस्माकं विरामा मैलालाई हात दिने आमालाई दिएपछि अरू नदिनु आमालाई त दिनु पुरै भएन बुवालाई दिएपछि अरू नदिनु अरूलाई हात दिने आमालाई मेरै सामु स्वस्ति कुशल गाजा
चोर्यो मेरो मन सुरिलो भाकाले चोर्यो मेरो मन म सम्झाउँ यो मनलाई कसरी म बुझाउँ यो मनलाई कसरी के यार यतालाई नि सुख शान्ति समृद्धि जाए सुस्वार्थ सुसम्पन्न होस् सबैको दाम्पत्य जीवन सुखमय बितोस् यही शुभकामनाको निम्ति दुर्गा आउनु पर्यो रोल कसलाई माडिदिनु हेलो
एकदम हामी दिन्छौँ हो नि त म जन्मेको तिम्रै लागि हो मान्मेको तिम्रै लागि हो म जन्मेको तिम्रै लागि हो मान्मेको तिम्रै लागि हो तिमी प्यारी मेरी श्रीमती तिमी नै मेरो सम्पत्ति तिमी भए त चाहिँदैन कुनै ओखती तिमी भए त चाहिँदैन कुनै ओखती सासरा हुन्जेल हजुरलाई हाँसेको देख्न पाऊँ यो जुनी भारी म त तिम्रै भएर बच्न पाऊँ सासरा हुन्जेल हजुरलाई हाँसेको देख्न पाऊँ यो जुनी भारी म त तिम्रै भएर बच्न पाऊँ हजुर प्यारो मेरो श्रीमान हजुर नै मेरो भगवान हजुर भए त चाहिँदैन कुनै आदरमान हजुर भए त चाहिँदैन कुनै आदरमान तिम्रो साथ पाएसी हरेक दुःख सामना गर्न सक्छु हजुर साथ भएसी आफ्ना सबै चाहना मर्न विष्णु नमः परमात्मने श्री पुराण पुरुषोत्तमाय ओम तत्सत 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 ओम श्री हंसस्य सच्चिदानंद रूपिणे वीणा गुरुवतारा वह
सबै बर्को हातमा कहाँ निकाल्छ बर्को हातले बुढाको हातमा राखिदिन्छ सबै बुढाको हातमा राखिदिन्छ बुढाको पानी हाल्ने त होइन क्या उता समाउनु पर्दैन अब बुढाको हातमा राखिदिन्छ अनि समाजको बुढी राख्दिन पैसा दिएर जतिकाले सबैले भाइ मुखादमी रजायत ओम सुमेरु पर्वताय नमः ईशाने ओम शिखिरं च महादेवं पाण्डुरं हेमभूषितं जेते शतम ईशाने दिव्यमन्त्रेण साधिष्ठातारमर्चय ओम तातारम् इन्द्रम् अवितारम् इन्द्रगुहावगुसुरं नम्म हयामि शक्रं पुरहुतम् इन्द्रगु सबैको एकैचोटि बाहुराजन्यः कृतः उरु तदस्य तद्वस्यः पद्भ्याग्शूद्रो अजायतः वनस्पतिरसुभूतो गन्धाढ्यो गन्धोत्तमः आग्र्यस्वदेवानां भूपोऽयं प्रतिगृहताम् जलसपत्समुक्तं मणिनां भूतं मया दिवसत्रयनिकतिमिरापहम् कसको टुक्रो सीता है सिद्धिरस्तु अद्य पूर्वोक्त पुत्र पूर्वोक्त पर्वर पूर्वोक्त शर्मा हम शपथ निको हम कृतै त कन्यादान कर्मणा साङ्गपर्ने आनन्द टाढा भयो बस्नु पर्यो कलेता हो एकलाई दादामा कन्फ्युज गर्न पनि छैन नि अब नपुगे फेरि ल्याउँछ माथि घच्चा गरा छवटा पर्ला छैन ओम आवाहयामि देवं वसिष्ठं मुनिसत्तमः चन्द्रसूर्यस्वरूपं तं महर्षि पूजयाम्यहम् ओम वातो वा मनो वा गन्धर्वाः सप्तविभूषतिः हे अग्निः अश्वमयुञ्चस्ते अस्मिन् ओर्जतारदातारं सदार पूजयाम्यहम् ओम अङ्गिरसे नमः विश्वामित्र तोमा गच्छ त्वरितं उत्तारित हरिश्चन्द्रं रक्षन्ति शरणं परमाधमं सप्तापः स्वपतुः लोकनीयस्तत्रः जागृतो अशप्नजो
सत्रशतौ च देवौ ॐ दुर्वाससे नमः एतानि गन्धाक्षतानि पुष्पाणि समर्पयामि नमस्काहुराजन्यः कृतः उरु तदस्य दद्वैश्यः पर्यागो शूद्रो अजाय एकदम से हमारे प्रगति अब चालू देख बोलते मम उत्तरीय अलङ्कार समर्पण तत्त्व तँ लिएर जानुहोस् तँ लगाएर तँ ठिकै छ दक्षिणा गरौँ तिमीलाई छोडेर तिमीलाई म कतै गाह्रो छ तिमी बिना जीवन छोडेर तिमीलाई म कतै नि जान्न हजारौँको माझमा बोलेर पनि पछाडि त्यो लगाइदिनु दुईमा पैसा राख्नु दुईजनाले गुवा काँदैन सबैमा एसएमएस सबै हिरण्यनगर कसमै देवाय ल अब त्यहाँ जल भाइ तिमीले पनि माथि गुवा यसमाथि लिनु भाइ तिमीले पनि पैसा खेलाइदिनु पूर्वोक्त पर्व पूर्वोक्त शर्मा मम सवार्यस्य कीर्तयित विवाह कर्मणि तदङ्ग भूत पूजन हवनादि सकल कर्म साङ्गत सिद्धतम इमाम भूयसी दक्षिणां सुवर्ण मग्नि दैवतम रजतम चन्द्र दैवतम ताम्रम श्री सूर्य दैवतम वा नाना नाम गोत्रेभ्यो नाना नाम पछि नजाउको यति हुन्छ है भस्कम्ना रोदसी स्वाहा थोरै टिका निकाल्नु लगाइदिनुहोस् ओम नमो कर्मण्य देवाय गोब्राह्मणिताय जगदुताय कृष्णाय गोविन्दाय देवाय मलाई सङ्गत पुगेको छ आज जस्तो
औलाले पाले पाल हो के औलाले अर्कोले अब यहाँ हात टिकेर पकाइदिनुहोस् के यति सजिलै हुने रहेछ ल भछ ल काम एकैचोटि हो एकैचोटि घिउ लगाइदिने हो त्यो के हो यहाँ त अब यति लाउने राम्रो भयो ओढाइदिने अङ्गाल बालेर जुरुप चल्न पर्यो अब नमस्कार ल नमस्कार हामी अनुरोध गरौँ टोपी त एकजना लगाइदिनु तपाईँ लगाइदिनु हुन्छ क्या बुवाले भन्दा बाल्टीको मात्र लगाइदिन्छ देखा भएको छोरा अब को दीदी बोलाई दीदी भाउजू होला अब दाईको छोरा आउँछ है अब कान्छ भाइ नमस्ते मामा अर्को मामा अरू आउनु जल्दी लगाइदिन्छ
छिटो हुन्छ कि जाऊ हेलो म सन्धिहरूका जुत्ता ल जुत्ता दिउ कति अरे अब त गन्ने पर्दैन थियो के घुम्ने घुमे हुनुहुन्छ कि बिहान अडल्छ एकैचोटि हँस्दैमा हँस्दै जाऊ छोरी हँस्दैमा हँस्दै जाऊ हँस्दैमा हँस्दै जाऊ छोरी हँस्दैमा हँस्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ छोरी बिदामा हाँस्दै जाऊ एकचोटि घुमेर गएर उता पारिपारिबाट हेरेर त नरोकिन जानुभयो यही काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियौ तिमी नै थियौ घरकी शोभा लक्ष्मीकी बत्ती थियौ यही काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियौ तिमी नै थियौ घरकी शोभा लक्ष्मीकी बत्ती थियौ अँध्यारो जति हामीलाई उज्यालो छर्दै जाऊ छोरी उज्यालो छर्दै जाऊ तिमीले रोए हामी नमान तिमीले रोए हामी नमान बिदामा हाँस्दै जाऊ सेली बिदामा हाँस्दै जाऊ जानु पर्यो
चिच्चाएर भन्नु पर्यो के सबै खनाइदिने हो के होइन होइन उहाँले हो क्या सबै खनाइदिने हातमा खनाइदिनु सबै दिनु थैलैसित दिने हो क्या हो अब खाम बुढी भन्ने एउटा बाँड बुढी भन्ने खाइसक्नु छैन होइन यो उसलाई दिने हो मेरो फोटो दुई चार त राम्रै आयो जस्तो लाग्छ त्यो उमा सक्सेस भयो होइन कैसे मैं बताऊं कैसे है गुजारे मैंने वो जुदाई के दिन तेरे लौट आने से घर में कितनी रौनक है आपको देखे कभी अपने घर को देखे
पनि ठिक ठिकै लागेको तर मैले तिमीलाई नै मागेको घुम्टेकी छोरी घुम्टेकी छोरी गलकोटी तिमी घुम्टेकी छोरी लागेको तर मैले तिमीलाई नै मागेको घुम्टेकी छोरी बाग्लोकी छिली तिमी घुम्टेकी छोरी खाना दिलो मेरो चोखो दिल छोरी खाना दिलो मेरो चोखो दिल छोरी रोलले पल्लाहरू आउने नै आउँदैछ त्यो तेरे माथे की बिंदिया चमकती रहे तेरे हाथों की मेहंदी व्याकरण दिइन्छ जस्तो छ नेचुरल तेरे जोड़े की रौनक सलामत रहे तेरी जोड़ी हमेशा खटकती रहे
तुमको ये शादी तुम्हारी, मुबारक हो तुमको ये शादी तुम्हारी। सदा खुश रहो तुम, दुआ है हमारी। तुम्हारे कदम चूमे ये दुनिया सारी, तुम्हारे कदम चूमे ये दुनिया सारी। सदा खुश रहो तुम, दुआ है हमारी। मुबारक हो तुमको ये शादी तुम्हारी। सदा खुश रहो तुम, दुआ है हमारी। इश्क में बेकरारी मिले ना तुम्हें, इश्क में बेकरारी। सदा खुश रहो तुम, दुआ है हमारी। मुबारक हो तुमको ये शादी तुम्हारी। सदा खुश रहो तुम, दुआ है हमारी। छोड़े जाते न रस्मों रिवाजों को तुम भूल जाना। जो ली है कसम तो इसे तुम निभाना। कि हमने तो तन्हा उम्र है गुजारी, कि हमने तो तन्हा उम्र है गुजारी। सदा खुश रहो ये दुआ है हमारी। तुम्हारे कदम चूमे ये दुनिया सारी, तुम्हारे कदम चूमे ये दुनिया सारी। दूर गयो होइन, अब त के दाहिने हुन है। मेरो फोन राम्रो भए त मैले
यता कि बस्नु न यसो त्यही बेला फेरि चाहियो आयो भन्छ यता हेर्नु यो पनि छ एक हातको हो हुन्छ भन्छ पाँच 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 3 फेरि 5 29 को जल पनि खाइयो छ जुठो त यहाँ पनि पाउने भनेको छ जुलाईले जुलालाई खुवाइदिने जुलाले जुलाईलाई खुवाइदिने ठिकै छ अहिले धुपबत्ती गर्ने बेलामा लड्डु रोटी बनाएर राखौँ अब हुन्छ यहाँ त 11वटा त धेरै छन् तर काति छन् त 11वटा रोटी कोरो बाबा बाबा सोधो बाबा सुख दत्त छिरो कुछ एउटा कुछ यतिकै नै घिउ राख मसे दुधको बानी शुद्ध तेल राखी चाहिँ शुद्ध हुने हो त पुरो पनि न एउटा दुबा मन्डु राख काण्डा पल्लो हन्दी परिवस्पति कालो तेल गाईले आएको यही अङ्ग्लो चन्दनमा डोब चन्दनमा त्यो दही राखेको ठाउँमा 7 र 4 को अङ्क नेपाली अङ्क लेख मुनियाटाको 7-4 लेख्नुको यहाँ नेपाली होइन एउटा नेपाली अङ्क 7 और 4 कोर्नुको फटाफट कहाँ 2-4 डोब्न पर्दैन एकखेर डोबेर उगाड्यो भने एउटा फुल राखेको लेखेको ठाउँमा ओम शङ्खाय नमः धरेव्याय नमः तिरानीको पानीमा हात जोडेर पैसामा छारे यसो शिरमा नमो वृन्दाय सहस्रमूर्तये सहस्रपादा शिशिरोर्भावे सहस्रनामी पुरुषाय शाश्वते सहस्रकोटिविधारे नमः नमो ब्रह्मण्य देवाय ल अब त्यो गाउँदेवसामी हम एउटा दाना प्रतिष्ठासम्म हो यो पैसा छोपेर तिलानीमा चोपेर है हो मुठीमा पैसा राखेर त्यही गाई मासु पानी उठाल्नु हो अध्यक्ष प्राचित बुदान अध्य हो आदि हो दीपक भन्नु नि दुलो त यसो लतार्नु त परो यसो डोराइदिनु परो लतार्नु पनि भन्नु भएन यता डोराइदिनु परो है हरि ओम जय हो शान्ति रम जरि जगुम शान्ति मुटुभित्र थिए सिरैमा राख्यौ न त दुःख दियौ न त पिरैमा राख्यौ दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला
तर चिन्ता नलेऊ प्यारी स्वर्ग सर हुन्छ दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला अब जिन्दगी सँगै काटौँला परे पनि दुःख परे पनि मेरै काखहरू जो सानो आँसु झरे पनि दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला अब जिन्दगी सँगै काटौँला तिम्रो कृष्ण तिमी मेरी राधा सुख दुःख जे परिनी अब आधा आधा दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला दुःख सटौँला प्यारी सुख सटौँला अब जिन्दगी सँगै काटौँला अब जिन्दगी सँगै काटौँला आस पनि तिमी पूजाको पुग्नु भएन अङ्गाले हरि ओम अब ऐनी ल्याएर पूजा एउटा खाली बोक्दा राख ल बिचमा बाहिर झुन्डा बाहिर आगो हो गणेशका यहाँ गणेशका रोजी रोटी गणेशका प्रबरमा रातो भयो आएर त्यति पोखा राखिदियो हातमा यतिकिन जल ल्याएर यसो घुमाउनु पर्यो यता हटाउनु हटाउने त अब त अब सल्काउने बेला भयो छोडियो बाबु
अग्नि परमाणु नम अग्निका चारतिर फुल फाल्दियो अग्नि परमाणु नम अग्नि परमाणु नम नृत्य पुस्तिका नम बाजी बलवन्द्राय नम मध्य विष्णुवे नम ओम देवताय नमः ओम शिवाय नमः ओम विष्णुवे नमः ओम विनायकाय नमः ओम गुरुराय नमः ओम आकाशाय नमः ओम सोमाय नमः ओम भौमाय नमः ओम बुधाय ल भइहाल्यो ओम भास्कराय नमः ओम होम गर्ने बेलामा तपाईँहरूले ओम राधे नमः ईश्वराय नमः माई नमः अधिदेवता पंच पाण्डव तिथिके वैश्य नारायण भगवत गौर विशेष देव संविधान तिमी चिन्ता ओम अग्नि स्वाय नमः भन्ने फेरि पानी समाउ सोमाय गरी सोमदेवता चतुर्थी कर्म आदि आउने दिन अब छोडियो फेरि अनि सोमाय स्वाय सोमाय अग्नि देवता पञ्चान्न पटेतर पानी समाउ फेरि ओम तमे अग्नि छोड्नु ओम अग्नि ल्याइहाल्ने के ओम नमः वायु प्राचिते तम देवानां नमः प्राचिति रश्म ओम सूर्य प्राचिते बत्ती बिजुली आइदिन्छ यतिखेर घिउ राख्नु होइन राख छोडियो यो 32 सालको आगो बत्ती बालिदिएर मन छाएर चाहिँ सट्ट त्यही जोब्री राख हो त्यही राख यसो अक्षता राख अलिकति रातो अक्षता राखिदियो फुल राख फुल राख्ने पूजा गर्ने पूजा गर्ने हो पूजा मास ताण्डुल कुमकुम सजव सफल सदर्य सहितायम सजीव सहिताय क्षेत्रपालम यही माछाको दाना बल्यै नम तिलानीहरूको पाद्य मर्ग्यमसँग तिलानी सबै त्यो छर्दिनु है 5000 क्षेत्रपालाय नम तिलानीमा मुठीमा पानी निकाल त्यही मुठीमाथि त्यो डोब्री राख अलिकति घुमाएर तिमीसँग रिसाउने तिमीलाई सताउने फेरि पनि जिन्दगानी तिमीसँगै कटाउने तिमीसँग रिसाउने तिमीलाई सताउने
पनि जिन्दगानी तिमीसँगै कटाउने तिमीसँग हाँस्ने अनि तिमीसँगै रुने तिमीसँग रमाउने तिमीलाई छुने यी सब अधिकार मैलाई मात्रै होस् यी सब अधिकार मैलाई मात्रै होस् तिमी आँखा बनाऊ भने म नानी बन्न पाऊ सबको सबो तिमीलाई जिन्दगानी भन्न पाऊ यी सब अधिकार मैलाई मात्रै होस् 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 मेरो मनको मरुभूमि माथि हरियाली हौ तिमी मेरो मनको मरुभूमि माथि हरियाली हो तिमी आँसुलाई जिती हाँस्ने युगौँ युगसम्म बाँच्ने मेरो खुसियाली हौ तिमी तिमी आँखा बनाऊ भने म नानी बन्न पाऊ सबको सामु तिमीलाई जिन्दगानी भन्न पाऊ यी सब अधिकार मैलाई मात्रै होस् यी सब अधिकार मैलाई मात्रै होस् कहीं धड़कन रोकिए नि म त बाँचिदिन्छु तिमीलाई हेरी कहीं धड़कन रोकिए नि म त बाँचिदिन्छु तिमीलाई हेरी तिमीलाई माया गर्न तिमीसँगै जिउन मर्न अरू लाग्छु नि पाऊ फेरि तिमी आँखा बन्यौ भने म नानी बन्न पाऊ सबको सामु तिमीलाई जिन्दगानी भन्न पाऊ यी सब अधिकार मैलाई मात्रै होस् ओहो ना 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 तिमीसँग रिसाउने तिमीलाई सताउने फेरि पनि जिन्दगानी तिमीसँगै तिमीसँगै हाँस्ने तिमीसँगै दीपक के हो भने
यता होइन यता होइन यता खानी खुवाइदिने हो ल कसको माया गर्ने कसले धेरै खोइदिँदैछ कसले धेरै तर अलिअलि केक पनि लगाइदिनु पर्ने हो क्या तिमीले यार त्यस्तो गुलियो चिज खुवाउँदैन दक्षिणा त देख्दिनै मैले देखेको त के हो हालिदियो हालिदियो दाइ जान्ने यार हो
मनोमन दिनुहोस् हो। राम्रो होस् सुख शान्ति होस् फली फुले होस् यही याद गरौँ त उता उता लानुहोस् उता हामीलाई मान्नु हजुर हजुर म बिहे नगर्न जानेको लच खै बुलायो भाइलाई त चिनेको होला त हामी बुहारी एक दिन पानी राखेर अन्त बरबादी खस्छ ठिकै छ यता यता फर्कियो नानी भात खाना केटा क्यामेरा हेर्दा हड्डी अड्काउला नि सबै गेस्टको शुभकामना तिमी दुईलाई विवाहित जीवन यो सफल बनोस् इन्द्रेणी जस्ता ती सपना तिम्रा फुलझै फुलेर साकार बनोस् फुलझै फुलेर साकार बनोस् शुभकामना